गाँजा खानु कुनै पनि हिसाबले ठिक हुँदै होइन। यदि तपाईँको पनि यस्तो बानी छ भने आजै छाडिदिनुहोस्। तर गाँजा खाएको रहेछ भन्दैमा कुनै पनि व्यक्तिलाई बिना गल्ती देशद्रोही करार गर्ने अधिकार यो सरकारसँग छैन। यदि कसैले गाँजा खाएर कुनै अपराध गरेको पाइयो भने तिनलाई कानुनअनुसार कारबाही हुनुपर्छ अनि सुधार केन्द्र पनि पठाइनुपर्छ। तर आफ्नो विरुद्ध बोल्यो, सडकमा नारा लगायो भन्दैमा गाँजा खाने देशद्रोही भन्दै नागरिकमाथि मिडिया ट्रायल गर्ने अधिकार कसैलाई पनि छैन। नेपालभर गाँजा खानेको सङ्ख्या कति होला? के अब सबैको मिडिया ट्रायल गर्दै बस्ने? देशमा गाँजा खानेलाई पूर्ण रूपमा सुधार गर्ने हो भने यसो गरौँ, संविधान नै परिमार्जन गरेर चुरोट गाँजा मदिरा खाने व्यक्ति देशको कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने भन्ने कानुन बनाऊ। दम छ? यदि होइन भने जबसम्म ती व्यक्तिले अपराध गर्दैन तबसम्म उसले खाएको र लाएको कुरालाई लिएर यसरी चरित्र हत्या गर्ने अधिकार कसैलाई पनि छैन। यी व्यक्ति अर्थात् निकोलास भुसाललाई म राम्रोसँग चिन्छु। यिनले कोरोना कालदेखि देशमा आएको हरेक आपद विपद र बाढी पहिरोमा ठूलो भूमिका खेलेका छन् र देशको लागि योगदान पनि गरेका छन्। तर आजसम्म नेपालको एउटा पनि मिडियाले यिनको राम्रो कामको एउटा सिंगल समाचार पनि बनाएको देखिँदैन। अनि उनी त्यही व्यक्ति हुन् जसले हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा र नारायण काजी गृहमन्त्री हुँदै गर्दा पनि सडकमा प्रधानमन्त्री र गृहमन्त्री मुर्दाबादको नारा लगाउने गर्थे। त्यसपछि रवि लामिछाने गृहमन्त्री भयो, त्यो बेलामा पनि मुर्दाबादको नारा उनले लगाएकै हो। अनि रमेश लेखक र ओली हुँदा पनि मुर्दाबादको नारा लगाएकै हो। उनी हरेक पटकको आन्दोलनमा पक्राउ पर्ने छुट्ने गर्ने व्यक्ति नै, उनको लागि यो सामान्य कुरा हो। तर आजसम्म प्रहरीले मेडिकल गर्दा गाँजा खाएको पुष्टि भयो भने समाचार बाहिर नआउने। अनि अहिलेको गृहमन्त्री विरुद्ध काम गर भनेर सडकमा जम्मा बिहान 9-10 जना युवाहरू भेला भएर जाँदा चाहिँ नाराबाजी गर्दै गर्दा चाहिँ लौ निकोलास भुसालले के नै गरे जस्तो, देश नै बेचे जस्तो, बलात्कार नै गरे जस्तो देशको सबै मिडिया लागेर एकहोरो खेद्नुपर्ने, मिडिया डायल गर्नुपर्ने किन? कि उनले अरूको गोप्य पोल खोल्न थाल्यो वा खोल्छ भनेर हो? कि अहिले कसैको आशीर्वादले बनेको गृहमन्त्रीज्यूलाई केही भन्नै नहुने हो? आज बिहान माइती घरमा गएर यी भुसालको टोलीले के गरे त? सिंहदरबार जलाऊ भने या जलाए? कि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचे? कि कुनै निर्मला पन्तलाई समातेर बलात्कार गरे? के गरे त यिनले त्यस्तो अपराध? यिनको टिमले त बस जेन्जीको रगत र बलिदानलाई खेर जान नदेऊ, भ्रष्टाचारीलाई कारबाही गर भनेको होइनन् र? अनि यो कुरा, यो माग त आज हामी सबै नेपालीको हो। सारा नेपाली यो कुरा भनिरहेका छौँ।